यो स्थान सूर्यविनायक नगरपालिका भक्तपुरको 4 नम्बर वडामा रहेको छ। यस स्थानलाई हिमचोक भैरव स्थान भनिन्थ्यो। हाल 8-10 वर्ष अगाडि हनुमानजीको मूर्ति स्थापना गरेपछि यो हनुमान थान नामले पनि प्रसिद्ध छ। यो अत्यन्तै सुन्दर स्थानमा यो हनुमानजीको मूर्ति स्थापना गरिएको छ। यसको स्पेशल विशेषता भने एउटै विशाल शिलाबाट तयार गरिएको हनुमानजीको मूर्ति, जुन मूर्ति हाल यहाँ करिब 12 फिट तल जमिन मुनि गाडिएको र जमिनभन्दा माथि 30 फुट अग्लो रहेको छ। सायद दुनियाँमा यो भन्दा ठुलो एउटै पत्थरबाट बनाइएको हनुमानजीको मूर्ति भएको आजसम्म सुनिएको छैन। यो अत्यन्तै रमणीय स्थानमा पर्दछ, केही उचाइमा पनि छ। यहाँका पूर्वाधारहरू तयार गर्ने क्रम चलिरहेको छ। अहिले एउटा सानो सत्सङ्ग भवन, क्रियापुत्रीहरू बस्ने अथवा सानातिना कार्यक्रमहरू गर्नको लागि एउटा सानो हल, एउटा सानो स्टोर पनि यहाँ रहेको छ। यहाँसँगै भैरव स्थान, यो परम्परागत रूपमा मल्लकालदेखि चलिआएको भैरव थान, त्यसलाई पनि यहाँ जगेर्ना गरेर राखिएको छ। र घुम्न आउने व्यक्तिहरू अथवा हनुमानजीको दर्शन गर्न आउने व्यक्तिहरूको लागि यो अत्यन्तै उपयुक्त स्थान हो। तपाईलाई यो नयाँ ठाउँ पनि हुन सक्दछ। मलाई भने यो स्थान अत्यन्तै मन पर्यो र हनुमानजीको यो मूर्ति वरिपरि सिसाले घेरिएको छ र सिसा सफा नगरेकोले मूर्ति अलिक धमिलो जस्तो चाहिँ देखिएको छ।